आउँदैन जिल्लाबाट भने मात्रै हो त्यो अरू केही होइन। गण्डकीबाट 1 नम्बर भएको दाइ गण्डकी भने यहाँ हो कहाँसम्म भेट्छ बाग्राकोट आउनु छ पर्दैन मुङ्लिँदैन त सबै त्यहाँबाट 1 नम्बरमा परेको त म त दाइले नभएको पनि ल्याइ होला नि 1 लाख रुपियाँ दाइले 1 लाख दिएन कसैलाई नि पैसा कस्तो खातेहरू रहेछ माछाले त्यो पैसा चाहिँ के गर्छ समाजमा राखेर नि अब त्यो 50,000 खाइदिए भने के अरे 3 दिने मासु र चिउरा पाउँथ्यो नि त 50,000 भ्याइयो कुनै केमा राखे खाम भन्थ्यो अरे फेरि हार पर्छ त्यो दिन नि आउनु भएन त्यो त्यो पैसा अनि पछि सम्मान गर्यो सम्मान गरेपछि त्यो लाखे नदिएर सिलाइसकेपछि सम्मान गर्ने आइज भन्थ्यो किन हार पर्छ गएन लाखे सिलाइ भएपछि के सामान गर्न जाने हो त नि नसिलाउँदा पो जाने हो पुऱ्याइदिनु कि सिलाइ काटेपछि अनि यिनीहरूले भनेर हो क्या धेरैले भने नि त उसलाई सम्मान गरेन उनीहरू त्यस्तो नाच अनि गर्नु शिर पनि त ढल्छ नि त्यस्तो सम्मान गरेन भने शिर ढल्दैन त्यसो भनेर गरेन कि गएन कि हाम्रो मैले पहिलादेखि सुनेको लाखे डान्स उतर्दा चाहिँ एकदमै राम्रो नाच्छ अरे भनेर मैले धेरै सुनेको अब ल यहाँ त म त्यत्रो कलाक्षेमा जाँदाखेरि नि काइलीको बुढा नाचेर पुरस्कार ल्याउने थियो राजकुमार नाच्दैछ र अलि बिगारिदिएछ त्यो भन्ने कुरा गरेको कि कहाँको ल्यायो भने यस्तो जा अब किन अरू साल चाहिँ नजा भन्नु बेकारमा जानलाई जानु दिने म त नलानु सबै हाम्रो हात पुगेर मेरो हात पुगेर कष्ट गर्थ्यो ढाड परेर के दिन खेत गएको होइन नि गए जानु बसेको छ म त केही अरू म त निहार समाजमा पसे बरु त्यही जेतै दुलिङ गऱ्यो भने त त्यतै पहिनी भनेको है आमा छोरीले भन्न दिएन भने यसले भन्न त है यता त्यो दिनदिन जानु पर्ने रहेछ त्यता त बहुत साह्रो काम नहुने मान्छे दिनदिनै काम नहुने हो यो अहिले पसिदिए भए दिनदिनै जानु पर्ने थियो खेत कति रुपियाँ डाँड्ने होला 500 एक दिन नगएको बनक्यामा 500 छ कि यहाँ पनि छ होला कि नगए ए नपसेर हुन्छ अनि अहिले के गरेछ भने मर्ने बेलामा पैसा भएदेखि खुतुरिया राख्ने हुन्छ गुठी आइहाल्छ कि गुठी नभए उठी नभए हो क्या अनि अहिले चाहिँ समाज फेरि त्यो निहार समाजमा पसेरी फेरि आइएको छुट्टै समाज बनाउने अरे आमासम्म फेरि अहिले गहन चाहिँ यसरी बनाएको छ बना मिरा पनि छ त्यसमा छैन गहन मान्छ यस्तो जा म त त्यत्रो 1 लाख कति पाएको ठाउँमा त अनि पाए पो होला मैले त दाइले त योपालि त अब भन्छ राँगा त फ्रीमा खुवाउने पो भन्ने सकाल दादा ओकाल दादा दाइले 1 लाख पाइहाल्छ राँगा फ्रीमा खुवाउँछ होला भनेर सम्झिँदै थियो 50,000 त दिनु पर्दैन अब स्कुलहरूतिर पनि नाच्न ल भने मान्छेले पाउँदैन नि त स्कुल आउँछ नि त्यस्तै जस्तो होला त्यो क्लबलाई आयो के अरे समाजलाई आयो होला समाजले चाहिँ बरु गर्नुपर्ने हो कि समाजले दिने हो नि त उहाँलाई दिन्छ होइन नि जिएसटी समाजले दिने हो नि त यहाँ होइन त्यो नदिए पनि होइन शिर उठाउनु पर्छ अब मान्छ सम्मान गरेर दिइहाल्यो नि त यहाँ त पक्कै सबले कति पाए फर्स्ट भएको यो बात मैले त अहिलेसम्म त्यही भनिरहेको छु बिहान त्यो मर्निङ वाक जाने जतिले नभन्ने कसले कति दियो कति दिएन भने सिधै किन कहिले सचिन कामाले कस्तो खिसी गरेको अब कति लाग्यो गरेको म त खिसी गरेको सबै ल्याएछ के हो भन्दै हुन्थ्यो त नि म त पहिले बाटो गरेको पस्न त भात पस्छ नि जब पसिँदै गर न हामी त खाना आइहाल्छौँ नि अनि